एउटै रुममा 20 जनासम्म। हजुर, दुबईको अकोमोडेसन बस्ने ठाउँको रियालिटी म आज बताउन गइरहेको छु। दुबईमा यहाँ तपाईँले जस्तो देख्नुहुन्छ बिल्डिङ, जस्तो देखिन्छ एउटा ड्रिमको सिटी हैन। हामी नेपालबाट अथवा अरू देशबाट दुबई यति राम्रो छ, बस्ने ठाउँ पनि त्यति नै राम्रो होला, तपाईँको गभर्मेन्टले अथवा तपाईँको कम्पनीहरूले दिने अकोमोडेसन पनि त्यत्तिकै राम्रो होला भनेर सोचिरहनु भएको छ। थोरै यो भिडियोलाई पनि स्किप नगरिकन लास्टसम्म हेर्नुहोस् ल। म आज बताउन गइरहेको छु, जब तपाईँ नेपालबाट आउनुहुन्छ, जस्तै अलिकति लोयर क्याटेगोरीको इम्प्लोइहरू हुन्छ, नन स्किल इम्प्लोइहरू हुन्छ, उहाँहरूले बस्ने भनेको अकोमोडेसनमा सेयरिङ पनि एकदम धेरैजनासँग कि तपाईँको 10 जना 12 जना 14 जना 20 जनासम्म त्यस्तो खालको अकोमोडेसनमा धेरै बेडहरू बङ्कर लगाएर सेयरिङ गरिरहेको हुन्छ। कम्पनीले प्राय जसो त्यस्तै ठाउँमा अकोमोडेसन बनाएको हुन्छ। एकदमै रेयर हुन्छ, कम्ती विदाउट अकोमोडेसन अलिक स्किल वर्कर भनौँ, स्किललाई चाहिँ अलिकति मिडियम स्यालेरी दिएर अकोमोडेसन बिना गर्दाखेरि उनीहरू चाहिँ अलिकति बाहिर बसिरहेको हुन्छ हैन। उनीहरूलाई चाहिँ लगभग आफूलाई अकोमोडेसन धान्न सक्ने हुन्छ, तर पनि स्टिल पार्टेसन लगभग 6-7 जना 8 जना सेयरिङ गरेर बसिरहेको हुन्छ। यो भिडियो सबैजनालाई सेयर गरिदिनुहोस्। दुबई आउनुभन्दा अगाडि अकोमोडेसन कस्तो हुँदो रहेछ, यहाँ बस्ने ठाउँ के अरे कम्पनीले कस्तो दिँदो रहेछ भनेर जान्न जरुरी छ। तपाईँहरू आएर सोचेको भन्दा एकदमै डिफ्रेन्ट हुनेछ दुबईमा। हजुर, तपाईँले एकचोटि रिसर्च गरेर कस्तो अकोमोडेसन दिँदैछ तपाईँलाई कम्पनीले, त्यो चाहिँ एकचोटि जान्नुहोस् होला। र अर्को थोरै फ्यासिलिटिजवाला कम्पनीहरू हुन्छ, जस्तै तपाईँको 5 स्टार 4 स्टार लेभलको हैन, अलिकति होटलहरू हुन्छ, अलि हस्पिटालिटी अलि राम्रो बुझेको, उनीहरूले चाहिँ थोरै अकोमोडेसनमा ध्यान दिएको हुन्छ। त्यो चाहिँ तपाईँलाई नेपालबाट हायर गर्दा अथवा कहीँ पनि हायर गर्नुभन्दा अगाडि नै कम्पनीले त्यो मेन्सन गरिदिएको हुन्छ। यो एकचोटि राम्रोसँग रिड गरेर मात्रै दुबई आउनु होला। सबैजनालाई यो भिडियो सेयर गरिदिनु होला। दुबईको अकोमोडेसन बस्नेको रियालिटी सबैजनाले थाहा पाउन जरुरी छ। धन्यवाद।